हेलो साथीहरु, आज हामीले देखाउँदैछौँ तपाईहरुलाई तिहारमा हामीले टीका कसरी लगाउँथ्यौं, तपाईहरुले कसरी लगाउनु भयो र कतिजनाले टीका लगाउन पाउनु भएन, टाढा भएर आफ्नो दाजुभाइलाई मिस गर्नुभयो र नजिक भएकाले त आफ्नो माया यसरी साटासाट गरिन्छ। तिहार एउटा महत्त्वपूर्ण चाड हो। यस दिन 5 रङका टीका लगाएर आफ्नो भाइलाई दिदी बहिनीहरूले सजाउने दिन हो। त्यसैले त हामीहरूले पनि हाम्रो परम्परागत अनुसार चल्दै आएको नियम टीका लगाउने चलन यसरी दिदीले भाइलाई कलरहरू एड गर्दै सजाउँदै हुनुहुन्छ। यो चाड विशेष गरी दाइ भाइको चाड अथवा दिदी बहिनीको चाड हो। यस चाडमा दिदी बहिनीहरूले आफ्नो भाइलाई विशेष माया ममताका साथ दाइ भाइको आयु लामो होस् भनेर, शान्ति होस् भनेर जीवनमा बहिनीहरूले भाइलाई विशेष विश गर्ने दिन हो। त्यसैले त विशेष दिन भनेर मानिन्छ। यो दिन अरू चाडहरू भन्दा तिहार मलाई अति नै रमाइलो लाग्छ साथीहरू, किनकि दाजुभाइ नजिक भएर टीका लगाउन नपाए पनि दाजुभाइको माया कति याद प्रगार भएर आउँछ। त्यति बेला टाढा हुँदाखेरि थाहा हुन्छ दाजुभाइको माया कस्तो हुन्छ भन्ने कुरा। अरू बेला हामी विशेष गरी आफ्नो काममा व्यस्त भए नि यो तिहारको बेला हामीहरूले आफ्नो दाइ भाइलाई समय दिएका हुन्छौँ, दिदीबहिनीलाई समय दिएका हुन्छौँ। त्यसैले त हाम्रो सम्बन्ध अझ गाढा बन्न सक्छ, ताकि टाढा भएका दाजुभाइ आफ्नो दिदीबहिनी सम्झेर नजिक हुन्छन् र दिदीबहिनीहरू दाजुभाइ सम्झेर माइती घरमा जाने गर्दछन्। यस दिन टीका लगाएर दिदीबहिनीले विशेष उपहार दिने चलन रहेको हुन्छ दाइभाइको लागि। त्यसरी भाइहरूले दिदीलाई टीका लगाइसकेपछि देउ पनि गर्छन्। त्यसै गरी साथीहरू, अब भने मैले बहिनीको हातबाट टीका लगाउँदैछु। बहिनीले मलाई यसरी 3 फेरि जलले घुमेर फेरि टीका लगाउनको लागि पहिला तेलबाट यसरी जिम झार्ने भनिन्छ। जिम झारेर टीका लगाउनको लागि मजासँग तेलले जिम झारिदिनुहुन्छ। यो विशेष गरी हाम्रो समुदायमा चल्दै आएको परम्परागत अति नै महत्त्वपूर्ण चाड हो। त्यसैले त यसरी हामीहरू हाँस्दै रमाउँदै आजको टीका सुरु गरिसकेका छौँ। हेर्दै गर्नुहोला भिडियो। खानु यो फुल लगाइदिउँ नि त, हाम्रो त माला छैन हैन। पछिको लागि मास खानेको आमाले हेर्नु होला। नहीं ठाडै लगाइदे, ठाडै राम्रो। यो नामी टिको तु